मलाई दुईटा स्पेसिफिक क्वेसन सोधिहालौँ, मौका लिइहालौँ जस्तो लाग्यो। नितान्त व्यक्तिसँग सम्बन्धित छ, एउटा रविजीको एउटा गगनजीको। पहिले रविजीमै आउन चाहन्छु। रविजीको अहिले जुन सर्वोच्च अदालतमा सुनवाई भइरहेको छ, उहाँमाथि लगाएको पुराना केही मुद्दाहरू, सम्पत्ति शुद्धिकरण लगायतको जुन फिर्ता गर्ने सरकारले जुन प्रयत्न गरिरहेछ, यो बारे तपाईँको धारणा के छ? मैले चाहिँ अहिले भन्दा पनि पहिले भनेको रेकर्ड छ कि रविजीको जुन एउटा परिस्थिति छ, जसरी उहाँलाई सम्पत्ति शुद्धिकरणको चाहिँ चार्ज लगाइएको छ, त्यो प्रमाणित हुने आधार देख्दिनँ मैले। किनभने उहाँको जुन इस्यु छ त्यो कोअपरेटिभसँग सम्बन्धित छ र जुन मनी लन्ड्रिङका चाहिँ जुन अपराधका एलिमेन्ट अफ क्राइमहरू छन् त्यो चाहिँ उहाँको पुरा हुँदैन। त्यस हुनाले उहाँलाई त्यो पोलिटिकल्ली कहीँ अरू अपराधले काम नगर्यो भने यसले गर्छ कि भनेर लगाइदिएको जो महाधिवक्ता आफैले फिर्ता लिने सिफारिस गरिसक्नु भएको छ। मलाई लाग्छ उहाँले गरेको सिफारिस सही हो। ओके,